नमस्ते, म नारायण श्रेष्ठ गडस्पिड एजुकेसन कन्सल्टेन्सीबाट। आज चाहिँ म तपाईँहरूलाई इटलीको फुल प्रोसेस है इटलीको फुल प्रोसेस नेपालबाट कसरी एप्लाई गर्ने, एप्लिकेसन, त्यसपछि अफर लेटर आएपछि प्री एनरोलमेन्ट आएपछि आइदर डिओभी चिम्या। डिओभी भनेपछि चाहिँ हामीले भिएफएसमा डेट अपोइन्टमेन्ट बुक गर्नुपर्छ र चिम्या भनेको चाहिँ अनलाइन गर्नुपर्छ। अनि डिओभी र चिम्या आइसकेपछि हामीले भिसाको प्रोसेस गर्नु पर्यो। त्यसको लागि भिएफएसको भिएफएस वेबसाइटबाट अपोइन्टमेन्ट लिनु पर्यो। अनि त्यसपछि जुलाईतिर तपाईँको स्कलरसिपको एप्लिकेसन फर्म खुल्छ, त्यतिखेर चाहिँ हामीले अनलाइन फर्म भर्नु पर्यो। अब सबभन्दा सुरुमा के आउँछ भने तपाईँको चाहिँ एप्लिकेसन प्रोसेस हैन। अब हरेक युनिभर्सिटीको चाहिँ डिफ्रेन्ट डेडलाइन हुन्छ है। कसैले एक हप्ताको लागि खुल्छ भने, कसैले एक महिनाको लागि, कसैले स्ट्रेट 3 महिना या 6 महिनाको लागि एप्लिकेसन चाहिँ तिनीहरूले खुलाउँछ। जसले चाहिँ जुन युनिभर्सिटीहरूले चाहिँ एक हप्ता या एक महिनाको लागि खुलाएको हुन्छ नि, तिनीहरूले चाहिँ के गर्छ भने फेरि अर्कोचोटि खुलाउँछ कि हैन। त्यसैले तिनीहरूको वेबसाइटमा चाहिँ फर्स्ट कल, सेकेन्ड कल हैन। अनि फर्स्ट कल भनेको चाहिँ फर्स्ट एप्लिकेसन डेडलाइन, सेकेन्ड कल भनेको चाहिँ सेकेन्ड एप्लिकेसन डेडलाइन हुन्छ। सकेसम्म हामीले चाहिँ फर्स्ट कल मिस गर्नु भएन है। अनि कसरी एप्लिकेसन भर्ने भन्दाखेरि चाहिँ हरेक युनिभर्सिटीको आफ्नै हुन्छ, तर मलाई थाहा भएअनुसार चाहिँ 80% युनिभर्सिटीको चाहिँ अनलाइन पोर्टल हुन्छ। कुनै कुनै युनिभर्सिटीमा चाहिँ हामीले डाइरेक्ट प्री एनरोलमेन्ट गर्नुपर्छ हैन। अनि 2-3टा युनिभर्सिटी छ जहाँ चाहिँ हामीले इमेल गर्नुपर्छ। अनि तिनीहरूले चाहिँ हामीलाई फर्दर प्रोसेसको लागि आइदर इन्टरभ्यू हुन्छ कि आइदर प्री एनरोलमेन्ट गर्नुपर्छ भनेर चाहिँ हामीलाई इमेलमा इन्फर्मेसन दिन्छ। अनि त्यही अनुसार चाहिँ हामी अगाडि बढ्ने है त। यो चाहिँ भयो हाम्रो एप्लिकेसनको लागि।